बजिनलाई आज म गइरहेको छु विन्डो 10 इन्स्टलेसन गर्न। हाउ टु इन्स्टल विन्डो 10। सबैभन्दा त हामीहरू पेन ड्राइभ लगाउने आफ्नो पीसीमा। पेन ड्राइभ लगाएपछि F12 थिच्ने अनि त्यसपछि यो अप्सन आउँछ विन्डोजको, अनि त्यसमा नेक्स्ट गर्ने, त्यसपछि इन्स्टल नाउ गर्ने, केही छिन वेट गर्नुपर्छ। ल अब यो अप्सन आयो, यो आई एक्सेप्ट द लाइसेन्स भनेछ नि, यहाँ हामीहरू चेकबक्स लगाउने, फेरि हामीहरू नेक्स्ट गर्ने, अनि त्यसपछि हामीहरू अपग्रेड गर्नु छैन, यो हामीहरूलाई कस्टम गर्नु छ। सबैभन्दा यो 100 MB को छ नि, यसलाई डिलिट गर्ने। त्यसपछि यो 149 छ नि, यसलाई पनि डिलिट गर्ने। त्यसपछि 149 मा थिच्ने अनि न्यू गर्ने, एप्लाई गर्ने, ओके गर्ने, लायो अनि त्यसपछि नेक्स्ट गरिदिने। त्यसपछि हामीहरू पार्टिसन सिलेक्ट गरेर नेक्स्ट गर्ने। अब केही छिन वेट गर्नुपर्छ। यो 100% भयो। अब यहाँ पनि 100% भइहाल्छ। फेरि इन्स्टलेसन फिचर्समा जान्छ, इन्स्टलेसन अपडेटमा जान्छ, फिनिसिङमा पनि फेरि रिस्टार्ट हुन्छ। अब एकछिन वेट गर्नुपर्छ, 4-5 मिनट। $65 भइसक्यो। सबै स्टेप तपाईहरुलाई बताउँछु, हेर्नुस् यो फुल भिडियो वाच गर्नु तपाईहरु। 99 इन्स्टलेसन फिचरमा आयो, इन्स्टलेसन अपडेट्स, त्यसपछि फिनिश अप। ल अब रिस्टार्ट हुन्छ। विन्डो नीड टु रिस्टार्ट टु कन्टिन्यू, त्यो अटो रिस्टार्ट हुन्छ। ल अब नेक्स्ट पार्टमा बाँकी भिडियो म हाल्छु, बाँकी नेक्स्टमा। यसमा यतिकै, किनभने लामो भिडियो भइहाल्छ।